शिक्षा हो शक्ति, महिला हुन् ज्योति, सशक्त महिला समृद्ध राष्ट्र, सशक्त महिला समृद्ध राष्ट्र। नमस्कार, मेरो नाम बबिता कुमारी गौतम, म कर्णालीको छोरी। कर्णाली प्रदेश सुर्खेत जिल्ला वीरनगर 1 बाट बिलोङ गर्दछु। म एक कर्णाली प्रदेशको परिवर्तनको खोजी, सकारात्मक सोच, आफ्नो भविष्य खोज्दै हिँडेको एक ऊर्जाशील छोरी हुँ। म एक पिछडिएको प्रदेशको चेली हुँ र चेली हुनुमा पनि गर्व गर्दछु। सबैभन्दा धेरै पिछडिएको जिल्लाहरूमध्ये सबैभन्दा धेरै यही कर्णाली प्रदेशमा नै पर्दछ। पिछडिएको प्रदेश भए तापनि सम्भावना बोकेको प्रदेश पनि यही कर्णाली प्रदेश नै हो। यस स्किल स्पार्क च्याम्पियनसिप 2025 मा सहभागी भए समाज रूपान्तरणको लागि महिलाको भूमिका र महत्त्वको बारेमा केही आफ्ना शब्दहरू राख्न पाउँदा म गर्वान्वित महसुस भएको छु र अब आयोजकप्रति आभार प्रकट पनि गर्न चाहन्छु। यस कार्यक्रम मार्फत समुन्नत राष्ट्र निर्माणमा महिलाको भूमिका र महत्त्वको बारेमा महिलाबाट नै केही कुराहरू आदान प्रदान गर्ने वातावरण सिर्जना गरिदिएकोमा म आयोजकप्रति र यो अवसर प्रदान गर्ने हुने आयोजकप्रति आभार प्रकट गर्न चाहन्छु। एन एजुकेटेड वुमेन अर ट्रान्सफर्म नेसन। साथीहरू, महिला पुरुष दुवै राष्ट्र निर्माणका दुई पाङ्ग्रा हुन्। जब एक पाङ्ग्रो कमजोर हुन्छ तब अगाडि बढ्न सक्दैन। ठीक त्यस्तै गरी जबसम्म महिलाहरू शिक्षित हुँदिनन् तबसम्म साँचो अर्थमा राष्ट्र अगाडि बढ्न सक्दैन। शिक्षित महिलालाई आत्मनिर्भर बनाउँछ। शिक्षित महिला स्वरोजगार हुन्छन्, परिवार चलाउन सक्छिन् र राष्ट्रको अर्थतन्त्रमा योगदान दिन सक्छिन्। शिक्षित आमाले आफ्नो सन्तानलाई शिक्षित बनाउँछिन्, जसले भविष्यको पुस्तालाई सक्षम पनि बनाउँछ। शिक्षित महिला स्वास्थ्य, सरसफाइ, जनसङ्ख्या नियन्त्रण, लैङ्गिक समानता, हिंसा विरुद्ध आवाज र यिनी सबै क्षेत्रमा अगाडि हुन्छन्। उनी नेतृत्व गर्न सक्छिन्, नीति नियम बनाउन सक्छिन् र समाज रूपान्तरण गर्न पनि सक्छिन्। हामीले धेरै उदाहरण देखेका छौं। शिक्षा पाएपछि महिलाले गाउँदेखि टोल र टोलदेखि संसदसम्म नेतृत्व गरेका छन्। यसको ज्वलन्त उदाहरण हुनुहुन्छ शान्ता चौधरी। उहाँ केही समय कमलरी बसेर पनि संसदसम्म पुगी नीति निर्माण बनाउन अघि बढ्नु भएको छ र उहाँ जस्तै धेरै महिलाहरू पनि यसको ज्वलन्त उदाहरण हुनुहुन्छ। यसको उदाहरणहरू जस्तै प्रथम नायबी भई शासन चलाउने राजेन्द्र लक्ष्मी शाह, पहिलो राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो प्रधान न्यायाधीश सुशीला कार्की, पहिलो सभामुख ओन्सरी घरती, पहिलो विमान चालक रक्षा राणा र पहिलो सगरमाथा आरोहण गर्ने नेपाली महिला पासाङ लामु शेर्पा यसको ज्वलन्त उदाहरण हुनुहुन्छ। यस्तै महिलाहरू हाम्रो समाजमा धेरै उदाहरण हुनुहुन्छ जसको समाज रूपान्तरणमा धेरै भूमिका रहेको छ। उहाँहरूले समाजमा सकारात्मक परिवर्तन ल्याएका हुनुहुन्छ, सकारात्मक परिवर्तनहरू धेरै ल्याएको हुनुहुन्छ। यिनी शिक्षित महिलाहरू राष्ट्रको रूपान्तरणको मूल आधार पनि हुनुहुन्छ। महिला समाजको अभिन्न अङ्ग हुन्, तर महिला शिक्षित नहुँदासम्म उनीहरूको क्षमता र राष्ट्र निर्माणमा प्रयोग गर्न सकिँदैन। शिक्षाले महिलालाई ज्ञान, सिप र आत्मविश्वास दिन्छ। जब महिला शिक्षित हुन्छन् तब उनीहरू आफ्नो जीवन सुधार गर्न सक्छिन्, राष्ट्र परिवर्तनको आधार समेत बन्न सक्दछिन्। आत्मविश्वास बनाउँछ र शिक्षित महिलाहरू छोरीको विवाह, उमेर, घरेलु हिंसा तथा लैङ्गिक विभेद जस्ता विषयमा सचेत हुन्छन्, समाजलाई र सही मार्गमा दिन्छ। महिलाले के गर्न सक्छन् त? एउटा समाज रूपान्तरणमा शिक्षित महिलाले के गर्न सक्छन्? उनीहरूले सन्तुलित र सुसंस्कृत परिवार निर्माण गर्न सक्छन्। उनीहरू आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्छन्। उनीहरू सामाजिक अन्याय र लैङ्गिक विभेद विरुद्ध आवाज उठाउन सक्छन्। उनीहरू नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज राष्ट्र निर्माणमा नीति निर्माण गर्न सक्छन्। एक शिक्षित महिला भनेको एउटा विद्यालय हो। हामीले चाहेको समावेशी, समुन्नत
र सबै राष्ट्र निर्माण गर्न शिक्षित महिलाको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ। त्यसैले महिलालाई पढाउनु भनेको राष्ट्रलाई अगाडि बढाउनु हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा महिलाको अतुलनीय भूमिका रहेको छ। हाल नेपालको सन्दर्भमा नेपालको जनसङ्ख्याको आधाभन्दा बढी महिलाको जनसङ्ख्या रहेको छ। महिलाहरू सामाजिक आर्थिक विकासको महत्त्वपूर्ण सूचकको रूपमा पनि रहेका छन्। त्यसैले नेपाली महिलाहरूको सामाजिक तथा आर्थिक स्तर उठाउन विशेष प्रयास गर्नु आवश्यक पनि रहेको छ। महिला वर्ग पूर्ण सहभागितामा जुनसुकै देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक एवं वातावरणीय विकास सम्भव देखिँदैन। जुन देशमा पुरुष र महिलालाई पनि स्थान दिएको हुन्छ, निश्चित रूपमा त्यस देशको आर्थिक, सामाजिक विकास राम्रो हुन्छ। विश्वका विकसित देशहरूको जहाँ शिक्षा एवं चेतनाको विकास राम्रो भएको छ, त्यहाँ महिलाको भूमिका पुरुष र स्वीकार गरेको पाइन्छ। विश्वका विकसित देशहरूमा महिला शिक्षित हुँदा नै उनी देशलाई विकास गर्न सहज भएको छ। यसैगरी नेपालमा पनि महिलालाई शिक्षित बनाउने हो भने हाम्रो नेपाल जस्तो विकसित देशलाई पनि विकसित बनाउन सहज हुनेछ। र अब अन्त्यमा शिक्षित महिला आफ्नो जीवन सुधारको माध्यम मात्र होइनन्, उनीहरू समाज रूपान्तरण र राष्ट्र निर्माणको बलियो आधार हुन्। त्यसैले प्रत्येक महिलालाई शिक्षित बनाउनतर्फ सरकारले, समाजले र घर परिवारले विशेष ध्यान दिनु पर्दछ। शिक्षित महिला भनेको उज्यालो भविष्यको मेरुदण्ड हो। शिक्षित महिला सबल समाज, अब हाम्रो यही हो आवाज। शिक्षित महिला सबल समाज, अब हाम्रो यही हो आवाज। धन्यवाद।